के तपाईलाई थाहा छ भगवान बुद्धले आफ्नै शरीर दान गरेर 5वटा बाघका बच्चाहरूको ज्यान बचाएको कथा? आज हामी सुनाउनेछौँ त्यही अद्भुत कथा, नमो बुद्धको कथा। नमस्कार, स्वागत छ तपाईँ सबैलाई कथा किम्बदन्ती च्यानलमा। आजको कथा हो नेपालको धार्मिक र पर्यटकीय दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थान नमो बुद्धसँग जोडिएको एक पवित्र कथा। यो कथा केवल एउटा स्थानको इतिहास मात्र होइन, यो त्याग, करुणा र बोधिसत्वको महान आत्मबलिदानको कथा हो। भनिन्छ, एक समय भगवान बुद्ध संसारका प्राणीहरूको उद्धारका लागि देश-विदेश, गाउँ-नगर घुम्दै धर्म प्रचार गर्दै हुनुहुन्थ्यो। त्यसै क्रममा उहाँ पाञ्चाल देश नजिकै रहेको गन्धकुट पर्वतमा पुग्नुभयो। त्यहाँको हरियाली जङ्गल, शान्त वातावरण र सुन्दर प्रकृति देखेर भगवान बुद्धले केही समय त्यहीँ बस्ने निर्णय गर्नुभयो। भिक्षुहरूले भगवान बुद्धलाई एक स्थानमा आसनमा बसालेर धर्मकथा सुनाइदिन आग्रह गरे। भगवान बुद्धले मुस्कुराउँदै भन्नुभयो, आज म तिमीहरूलाई अति प्राचीन समयमा भएको एक महान बोधिसत्वको त्यागको कथा सुनाउनेछु। यति भन्दै उहाँले आफू बसिरहनु भएको भूमिलाई 3 पटक स्पर्श गर्नुभयो। अचानक त्यस स्थानको भूमि फाट्यो र त्यहाँबाट एउटा चैत्य बाहिर निस्कियो। यो दृश्य देखेर भिक्षु आनन्दसहित सबै भिक्षुहरू अचम्ममा परे। उनीहरूले भगवान बुद्धसँग सो चैत्यको रहस्यबारे बताइदिन अनुरोध गरे। भगवान बुद्धले भिक्षु आनन्दलाई भन्नुभयो, आनन्द, त्यो चैत्यभित्र जाऊ र त्यहाँ भएको अस्थि धातु लिएर आऊ। भिक्षु आनन्द चैत्यभित्र प्रवेश गर्दा त्यहाँ रहेको अस्थि धातुबाट अद्भुत तेज प्रकाश निस्किरहेको देखेर उहाँ अचम्मित हुनुभयो। उहाँ तुरुन्त फर्केर भगवान बुद्धलाई भन्नुभयो, भगवान, त्यस अस्थिबाट दिव्य प्रकाश निस्किरहेको छ। भगवान बुद्ध मुस्कुराउँदै भन्नुभयो, आनन्द, त्यो अस्थि धातु लिएर आऊ। आनन्दले अस्थि धातु ल्याएपछि भगवान बुद्धले भन्नुभयो, यो अस्थि धातु अरू कसैको होइन, यो मेरो नै पूर्वजन्मको अस्थि धातु हो। त्यसपछि भगवान बुद्धले त्यो अस्थि धातु फेरि चैत्यमा राख्न लगाउनुभयो र सबैलाई एक अद्भुत कथा सुनाउन थाल्नुभयो। धेरै समय पहिले गन्धवतीपुर नामको देशमा महारथ नामका एक धर्मात्मा राजा शासन गर्थे। राजाका 3वटा छोराहरू थिए, महाप्रसाद, महादेव र कान्छो राजकुमार महासत्व। तीनैजना राजकुमार असल, आज्ञाकारी र दयालु थिए। एक दिन राजा आफ्ना छोराहरूसँग जङ्गलमा शिकार खेल्न गए, तर जङ्गलको सुन्दर प्रकृति र मनोरम वातावरण देखेर राजकुमारहरू गहिरो जङ्गलभित्र पसे। राजाले मन्त्री र सैनिकहरूलाई राजकुमारहरूको खोजी गर्न पठाए र आफू दरबार फर्किए। जङ्गल घुम्दै जाँदा तीनै राजकुमारहरूले एउटा भयावह दृश्य देखे। त्यहाँ एउटा भोक र प्यासले मर्न लागेको बघिनी र उसका 5वटा बच्चाहरू थिए। बघिनीले बच्चा जन्माएको 7 दिन भइसकेको थियो। उनी धेरै दिनदेखि भोकै थिइन्। दूध नआएकाले बच्चाहरूको अवस्था पनि अत्यन्त दयनीय थियो। तीनै राजकुमारहरू बीच उनीहरूको ज्यान कसरी बचाउन सकिन्छ भन्ने विषयमा छलफल भयो। उनीहरूले निष्कर्ष निकाले, यदि कसैले आफ्नो रगत र मासु दान गरे मात्र यी बघिनी र बच्चाहरूको ज्यान बच्छ। तर यस्तो महान दान गर्ने व्यक्ति संसारमै दुर्लभ हुन्छ। महाप्रसाद र महादेवले त्यो सम्भव नहुने कुरा गरे, तर कान्छो राजकुमारको मनमा भने अर्कै विचार जन्मियो। उहाँले मनमनै निश्चय गर्नुभयो, म आफ्नै शरीर दान गरेर यी प्राणीहरूको ज्यान बचाउनेछु। केही समयपछि महासत्वले एउटा बहाना बनाएर दाजुहरूलाई अगाडि पठाए। आफू भने फेरि त्यही बघिनी भएको स्थानमा फर्किए। उहाँले आफ्ना लुगा र गहना फुकाउनुभयो र बघिनीको अगाडि लम्पसार पर्नुभयो। तर बघिनी अत्यन्त कमजोर भएकाले उहाँलाई खान सक्ने शक्ति पनि थिएन। त्यसपछि महासत्वले नजिकैको बाँसबाट धारिलो हतियार बनाएर आफ्नै शरीरको मासु काटेर बघिनीलाई दान दिनुभयो। अन्ततः उहाँले आफ्नै घाँटी काटेर आफ्नो जीवन अर्पण गर्नुभयो। महासत्वको रगत र मासु खाएर बघिनी र उसका बच्चाहरूको ज्यान बच्यो। त्यही क्षण पृथ्वीमा ठूलो भूकम्प आयो। समुद्रमा विशाल छालहरू उठे। स्वर्गका देवताहरूले आकाशबाट पुष्प वर्षा गरे। केही समयपछि महासत्वका दाजुहरू त्यहाँ आइपुगे।
उनीहरूले महासत्वको लुगा, गहना र हड्डीहरू देखे। त्यो दृश्य देखेर दुवैजना बेहोस भए। उता दरबारमा रानीले नराम्रो सपना देखेकी थिइन्। त्यसैले राजा र रानी पनि राजकुमारहरूको खोजी गर्दै त्यही स्थानमा आइपुगे। आफ्नो कान्छो छोराको त्यस्तो अवस्था देखेर राजा र रानी पनि मूर्छा परे। होशमा आएपछि उनीहरूले महसुस गरे उनको छोराले एक महान करुणामय कार्य गरेका थिए। त्यसपछि महासत्वका अस्थि धातुहरू सङ्कलन गरेर त्यही पवित्र स्थानमा एउटा चैत्य निर्माण गरियो र त्यस चैत्यको नाम राखियो नमो बुद्धाय चैत्य। कथा सकिएपछि भगवान बुद्धले भिक्षु आनन्दलाई भन्नुभयो, आनन्द, त्यस समयको त्यो राजकुमार महासत्व म नै थिए। त्यही स्थान आज हामीले चिनेको नमो बुद्ध हो। यो कथा केवल इतिहास होइन, यो करुणा, त्याग र बोधिसत्वको महान आदर्शको प्रतीक हो। यदि तपाईलाई यस्ता धार्मिक कथा, इतिहास र किम्बदन्ती मन पर्छ भने कथा किम्बदन्ती च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। फेरि भेटौँला अर्को रोचक कथासँग। धन्यवाद।